गाइजहरू म चाहिँ अहिले ताइपो जानको लागि तुनचुङको प्लाजामा आइसकेँ। अब यहाँदेखि चाहिँ कसरी जाने हो थाहा छैन, मान्छेलाई फलो गर्दैछु, एक्लै आएको छु है। मान्छे छ अब बस स्ट्यान्डदेखि जानुपर्ने हुन्छ। यहाँ फेरि मान्छे सब पागलहरू मात्रै आउँदो रहेछ है। के गर्दैछ है। आज एकदम दामी दिन भएको छ है। घर पनि कस्तो दामी। मैले इयरफोन युज गरेको छुइनँ किनकि मेरो आवाज साह्रो आएर सबैजनाले मेरो कम्प्लेन गर्यो नि त। त्यही भएर कारण यसलाई चाहिँ बोलाएछ यो मान्छे चाहिँ है। यहाँ चाहिँ म बिच प्लाजामा छु। के गर्ने होला, भोक पनि लाग्दैछ, खाजा पो खाने हो कि जाने हो कि थाहा छैन। अब चाहिँ जेनीमटो चाहिँ यहाँ छ है। गाई छ, कपाल पुरा भएछ क्या, कपाल बिग्रेर हेर्नु यस्तो भएछ। मान्छे त राम्रै हो ल, हेर्दै गर्नु ल गाइस। अब म गएर ताइपो मार्केटको हल्का फल्का भिडियोहरू बनाउँछु। अहिले चाहिँ म भर्खर तुनचुङमा आइसकेँ नि त। अब बस स्ट्यान्ड कता हो थाहा छैन, यहाँ बुझ्छु अनि जान्छु। मान्छेहरूलाई फलो गर्दै गएर है त गाइस। म चाहिँ ताइपोमा आइसकिसकेँ। यहाँ चाहिँ एकदमै रमाइलो ठाउँ रहेछ, एकदम रमाइलो ठाउँ रहेछ। घुम्दै फिर्दै गाइस एक्लै आउनुको मजा नै बेग्लै हुन्छ। यो चाहिँ मैले तपाईँको अरूको भिडियोहरूमा मैले देखेको थिएँ, तर आज आफै घुम्नु पाएको छु। यो चाहिँ ड्याम रहेछ, एकदम रमाइलो। अझ साथीहरूसँग आएको भए रमाइलो हुन्थ्यो ल। राम्रो छ एकदमै। मैले भिडियोतिर मात्रै देखिरहेको थिएँ नि त, आज आफै आउनु पाएँ, एकदम खुसी छु। जिन्दगीको गोरेटोमा कस्तो दामी जेनीमटो यहाँ छ, झोला बोकेर। भर्खर जाडो पनि छ, आज कुहिरो लागेर है। पाहाड छ यहाँ चाहिँ जमाएको रहेछ, ड्याम रहेछ। जाँदैछु म चाहिँ पुरा है। छिटो छोटो भिडियो मात्रै बनाउँछु किनकि लङ भिडियो बनाउँदैन। अनि कस्तो भोक लाग्यो होइन। फिसबल किनेर खाएको यस्तो तातो रहेछ कि घाँटीको दुलो त सबै बनाइदियो क्या, घाउ बनाइदियो। माछा मारेर आएको होला मान्छेहरू, बसिरहेको छ। बुढीहरू चाहिँ टिकट होला यो के हो थाहा छैन एक्ज्याक्टली। यो चाहिँ माछा लिएर बेच्दो रहेछ। केही बुझिरहेको छैन मैले त्यो। म चाहिँ जाँदैछु त गाई, माथि जानुपर्ने हुन्छ काम पनि त। यो चाहिँ ताइपो मार्केटको भित्र गल्लीमा चाहिँ पुरा नेपालको जस्तै छ। यहाँनिर चाहिँ पुरा मेवा कतै अब के हो थाहा भएन, तर राम्रो छ एकदम। माछा मात्रै डाँडा जाँदैछु पछ्याउँदै म चाहिँ। हेरौँ कस्तो छ। यस फ्राइडे उयो चाहिँ पब्लिक होलिडेको बेला चाहिँ दोकानहरू पुरा खोल्छ होला कि यिनीहरू, अहिले चाहिँ होइन नि त, त्यही भएर त्यस्तो छैन। तिमी बिनाको जीवनका यस्तो देखाएको रहेछ। यो भित्र पार्क पनि रहेछ। अब माथि डाँडा पुग्छु, त्यस पछाडि झर्छु। यता जान्छ ड्याम छ क्या, कस्तो दामी ड्याम। बा यस्तो माथि चाहिँ यस्तो मान्छेहरूले साइकल कुदाइरहेको। ए माथि डाँडाको फेदमा पानी जम्मा गरेर रहेछ गाइजहरूले। अनि म फेरि धेरै
आफू चाहिँ एक्लै हिँड्नु परेको छ जिन्दगानीमा। यसो त ठ्याक्कै यहाँ आफ्नै पाहाड जस्तो लाग्छ भने हेर्नु त कसो दामी सजाको काठको यो बनाएर रहेछ सजाको रहेछ। खास मैले एउटा म्यापमा हेरेको थिएँ एउटा त्यो सिँढीको बाटोमा, त्यही भएर त्यो चाहिँ हेर्न हिँडेको म चाहिँ खास होइन। जति हिँड्छु पुग्दिनँ है। म त सोचिरहेको थिएँ जिन्दगीमा एक्लै हुन्छु होला भनेर, तर मान्छेहरू कति धेरै रहेछ, मान्छे नै मान्छे छ है। कति धेरै फलेको यो हाम्रो पाहाडमा हुने किम्बो, आमामा यस्तो फलाइ हो भने त नि के साह्रो फलेको क्या, फुल फुलेको त्यस्तै। मेरो पनि सपना छ जिन्दगीमा घर बनायो भने चाहिँ मेरो पनि फुल यस्तै बनाउने, यस्तो दामी फुल। यो बुढी त कस्तो पदुई रहेछ पादे भयो। तर ड्याममा पनि यस्तो झार पलाएर यस्तो भइरहेछ गाई चाहिँ के यस्तो फुलहरू रोपेर रहेछ। झोला बोकेर हिँड्दैछु, फिसबल खाएको आनन्द भइरहेछ अलिकति होइन। माथि पुगेर आज फेरि ब्रेकफास्ट गर्छु, खाजाहरू खान्छु अनि जान्छु गाडीमा। टाढो रहेछ 2 बजिसक्यो। हिँड्दैछु अनि जङ्गल आएको छु। ओसिन पार्क जाने भनेको उयो भयो नि त, के भन्छ अरे त्यो बहिनी गएन, पैसा छैन अरे, अनि कसले पैसा लगा लान्छ। अनि म्याप हेर्दै हेर्दै आएको यो माथि। यो मैले युट्युबमा हेरेको थिएँ, कति टाढो रहेछ। अनि आएको मान्छेहरू डराउँदै हिँड्दैछु, मान्छे त हिँड्दैछ तर गाइडहरू। म चाहिँ अहिलेको तेर्सो बाटोदेखि हिँड्ने, अब उकालो बाटो लागिसकेँ होइन। यस्तो घरमा जङ्गल रहेछ, मान्छेहरू पनि आउँदैछ है। सिडी छ, सास बढ्यो है। के हो मलाई केही बुझाएको छैन होइन। एउटा फोटो खिच्नको लागि हिँडेको है। जिन्दगीको गोइला कसले पिक्चर बनाएर राख्दैछ ऊ यहाँ हाँसेको। यतातिर चाहिँ तपाईँको उयो रहेछ, प्रायः छ मरेको मान्छेहरूको घर बनाइदिएको रहेछ। आगो निभाउने होला। हिँड्दैछु जङ्गलमा गाई चाहिँ एक्लै हिँड्नको मजा बेग्लै हुन्छ होइन। नजिक मौसमले यसो साथै कुल छ, घाम छैन, शीतलो दिन छ अनि रमाइलो भइरहेछ। यस्तो छ घना जङ्गल। हिँड्दैछु म पुरा जेनी मरे टुक्कु टुक्कु हिँड्दैछ। के गर्दैछ हेर, निकै माथि हो क्या त्यसका बाजेको बाटो पनि। यस्तो हुँदा त म त कहाँ छु जस्तो हुन्छ। त्यो मान्छेहरू कति ढिलो हिँडेको। म यो उखु गाडी जस्तो, तर उखु चाहिँ होइन, यो के भन्छ काँच गाडी क्या, के भन्छ ल थाहा छैन। यस्तो पाहाडहरू त मैले त युट्युबतिर मात्रै देखेको थिएँ, रियल चाहिँ यस्तो पाहाडमा म आएको थिएन। तर आयो, राम्रो रहेछ यस्तो पाहाड। चराहरू पनि कराउँछ, मान्छे पनि बोले जस्तो लाग्छ, होइन जस्तो पनि लाग्छ है। हिँडेको हेर्नु सास फुलेर त है कस्तो भएको छ। मान्छेहरू म जति हिँड्न सक्दो रहेछ, त्यो बुढोहरू सल्लाह घारी पनि रहेछ। गाइज हेर्दै गर्नुलाई। ओ अब चाहिँ जस्तो छ डाँडा, यही डाँडा होला क्या मेन। अब हेर्नु त यही जस्तो ल, यस्तो चौरी छ, यस्तो त्यस्तो यता हिँड्ने। वाउ बब्बाल। गाइजहरू म चाहिँ अहिले बाहिर डाँडातिर आइसकेको छु है। यहाँ बब्बाल बाटो, डाँडा काँडाहरू हेर्नु त, आम्मामा कस्तो दामी चाहिँ, एकदम राम्रो रहेछ। यता पनि समुद्र, उता पनि समुद्रको बिचमा
डाँडा छ देख्न सक्नुहुन्छ तल ड्याम कपाल रमाइलो छ छु आज फाइनली गाइस म चाहिँ यस्तो डाँडामा आइसक्यो कि बप्पाल डाँडामा आइसकेको छु यो चाहिँ एकदमै रमाइलो रहेछ तर पारासम्म त केही जानु होला भनेको होइन अझै सबै सेतै देख्नु हुँदैछ यति राम्राहरू छन् यो भनेको चाहिँ तपाईँको धनीमनीहरूले किनेर बनाएर राखेको च्यान गाडी हो यो रहेछ तर तपाईँहरू देख्न सक्नुहुन्छ यो कुनै घरभन्दा पनि खतरा क्या तल नयाँ मर्नुभन्दा अगाडि किनेर राखेको जग्गा हो के हेर्नु कुनै खाली छैन बप्पाल छ गाइस म आज आएको यतिको लागि कस्तो लाग्यो तपाईँहरूलाई यो चाहिँ टाइपो मार्केट भन्दो रहेछ यहाँ चाहिँ सानो टापु रहेछ माछाहरू पाउने ठाउँ रहेछ तर यहाँ माथि चाहिँ यसरी हिँडेर आएर मजाले रमाइलो दृश्यहरू हेर्न पाउने रहेछ राम्रो लाग्यो मलाई चाहिँ हैन आज म खुसी छु राम्रो लाग्यो मलाई अब एक दुईवटा फोटो खिच्नुपर्ने हुन्छ हैन काग पनि काग यहीँ छ जस्तो छ त पुरै हेलो गाइजहरू कस्तो लाग्यो त मेरो भिडियो अब म चाहिँ यहाँ आएर भिडियो पनि खिचिसकेँ होइन हल्का सल्का भिडियो बनाएर हालिसकेँ रिल्स पनि बनाइसकेँ हावाले कपाललाई यस्तो बनाइदिइसक्यो अनि म चाहिँ अब फर्किन लागेको गाइजहरू यो चाहिँ टाइपो भ्यू यस्तो दामी रहेछ यहाँ डाँडामा आएर फोटोसोटो खिच्ने यति गरेर जाने रहेछ यो भनेको एउटा मेमोरेबल भयो सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेरो भिडियो अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु भएकोमा अनि लाइक एन्ड सेयर सब्सक्राइब पनि नयाँ हुनुहुन्छ भने गरिदिनु होला अनि यसरी नै माया देखाइदिनु होला भन्न चाहन्छु तपाईँहरूकै जेनी मटु है धेरै लामो समयपछि छोटो मिठो थोरै भ्लग लिएर आएको छु अझै ल्याउने कोसिस गर्दैछु गाइजहरू सपोर्ट गरिदिनु होला है देख्नुहुन्छ यता अर्कै भ्यू यो चाहिँ एउटा डाँडा छ डाँडामा यताको टावर देखिन्छ नि यता बिचमा च्यान गाडी छ अनि यता टावर छ यताको पुल यता मकाउ जाने एउटा एयरपोर्ट रहेछ गाइज है यति भन्दै म चाहिँ आजको भिडियोलाई यहीँ इन गर्दै अब चाहिँ म घरतिर लाग्न चाहन्छु किन भन्दा यहाँको मौसम चाहिँ यस्तै हो कि मलाई यस्तो लागेको हो कि यहाँ चाहिँ डाँडा भएर हो या के भएर एकदमै कुहिरो बतास हावा झुरी आएको जस्तो फिल भइरहेछ फेरि म एक्लै आएको छु मलाई डर पनि लाग्दैछ डर लाग्दैछ त्यही भएर म चाहिँ फर्किन लागेको गाइज है त